आज चाहिँ हामी रामडाँडा घुमघाम गर्न आएको सबैजना यतातिर होइसिन्छ यतातिर दुईजना छोरो भान्जा हाई खोइ ओहो मलाई तस्मिस माइजू अरे भान्जा राजाले गाइस के गर्नु यस्तै छ अनि यतातिर हुनुहुन्छ यतातिर देउरानी यतातिर फुपू यतातिर शिवजी ल यत्रो फेरि ठमठमटाइ बस्नु भएको छ कुम्भकर्म चाहिँ बसिरहेको छ हजुर कुम्भकर्म राक्षस नि यत्रो भाबी हुनुहुन्छ यत्रो छोरी यही रहेछ फरालाई के भन्छ अरे रामडाँडाको अग्लो के भन्छ नेपालको झन्डा भनेको उडातिर पनि रहेछ अनि सर लाएर यहाँ मन्दिर रहेछ यहाँ पनि टक्क लाएर यहाँ मन्दिर आज चाहिँ खासै राम्रोसँग भ्यूहरू खासै राम्रो देखेको पनि छैन कस्तो नर्माइलो जस्तो यस्तो उस भइरहेको छ अनि ओ खतरै देखिएको छ देख्नु त भए पनि यसरी हेर्दाखेरि त ठिकै देखिएको तर यो दृष्टिहरू चाहिँ अलिकता के भने पलमपोस्टै भइरहेको यहाँ फुल कस्तो राम्रो फुलेको रहेछ साथीहरू अनि सर्र लाएर शिवजीको मूर्ति चाहिँ सबभन्दा अग्लो रहेछ यहाँ फेरि झन्डा नेपालको उतातिर नि रहेछ डाँडामा अब यतातिर के ठाउँ हो थाहा भएन साथीहरू सुरु चाहन्छ आएको यस्तो छ ओहो यहाँबाट गुल्ट्यो भने त पुगिन्छ कि अब साथीहरू तलै हो घर रहेछ तलतिर ओ तलतिर घर रहेछ साथीहरू रमाइलो रहेछ ल सबैजना डेकमा बिजी हुनुभएको रामडाँडा आएर यसरी पार्टी मनाउँदैछौँ हामी सबैजना यता हेर्नु यता मासु पराको कोलर कुखुराको मासु हो क्या कुखुराको मासु मलाई के चामै पर्यो के पर्छ चाक पैसा हेर्नु यो सन्डेर चोपेले त हेरौ न बुवाले रिसुटी यता हेरौ भने सुन्ने होइन नामै काट्नु पर्ने मेरो भाग चाहिँ यो यता छु काका ल स्टार्ट गरेको खाना गाइस हाम्रो मासु खानलाई खाए ल भन्नु न गाइस हामी चाहिँ रामडाँडाबाट सवारी भएर बाई गरेर छ सबैजनालाई बाई साथीहरू हाम्रो चाहिँ यहाँ ग्याङ चाहिँ बेसरी नै हाउ गरेर बोल्दै हिँड्यो अनि यो बाइक रामडाँडालाई बाई गऱ्यो साथीहरू